आज छुट्टीको दिन हामीले चाहिँ घुम्ने प्लान बनायौँ। त्यसपछि छिटो रेडी भयो, नानुलाई पनि रेडी पारेँ, बाबुलाई अनि मेरो हस्बेन्ड पनि रेडी हुनुभयो। त्यसपछि बाबु चाहिँ सुतिरहेको थियो अनि उसलाई चाहिँ सुतेको अवस्थामा मैले बोकेँ। त्यसपछि हामी चाहिँ रुमबाट निस्क्यौँ अनि कहाँ जानला भनेर सोधेको हस्बेन्डलाई, त्यहीँ गएपछि थाहा हुन्छ भन्नुभयो। मैले चाहिँ खै कता लानुभयो भन्दै म चाहिँ हुन्छ भनेर चाहिँ रुमबाट निस्केँ। रामानन्द चौक थियो, त्यहाँबाट चाहिँ 10 मिनट लाग्दो रहेछ। अनि त्यहाँ पुगेपछि बल्ल थाहा भयो यो चाहिँ मणि मण्डप भन्ने ठाउँ चाहिँ यो पनि जनकपुरमै छ। मलाई चाहिँ थाहा थिएन यो ठाउँ पनि जनकपुरमा छ भनेर, थाहा भएको भए पहिले नै गइसकेको हुन्थ्यो म, थाहा भएको भए थाहा नै थिएन के गर्नु। अनि बाबु पनि उठिसकेर थियो, ऊ पनि कहाँ आइपुग्यो भन्दै चारैतिर फर्की हेर्दै थियो। उसलाई नि घुम्ने भने चाहिँ एकदम रमाइलो, रुँदा नि रुँदैन। अनि यता चाहिँ सानो पोखरीमा चाहिँ सानो पिङ्क लगाएको रहेछ, उता चाहिँ फोटोहरू खिच्ने, यता भिडियोहरू बनाउने रहेछ। अनि सबै सेटअप रहेछ, भिडियो फोटोहरू लिने। यता चाहिँ क्यामेराम्यानहरू पनि धेरै वरिपरि घुम्ने, भ्यूहरू पनि कति राम्रो कि कति रमाइलो लाग्यो मलाई चाहिँ। भ्यूहरू घुम्न आउने ठाउँ चाहिँ एकदम राम्रो छ घुम्नको लागि चाहिँ। तपाईँहरू पनि आउनु होला, घुम्न मन लाग्यो भने चाहिँ एकदम राम्रो छ जनकपुरमा यो ठाउँ चाहिँ। मलाई थाहा थिएन, तपाईँहरूलाई चाहिँ थाहा होला भनेर आउनु होला, एकदम रमाइलो लाग्छ। फोटोहरू पनि लिन्छ अनि मैले नि फोटोहरू खिचेँ, क्यामेराम्यानहरू पनि धेरै थियो त्यहाँ। अनि फोटोहरू खिचाएँ 2-4वटा। अनि त्यसपछि रुन थालेँ म नि पिङ खेल्ने भनेर। अनि उसलाई पिङमा बस हालिदिएको। मान्छे चाहिँ गइसकेको थियो तल चलाएर, राति धेरै भइसकेको थियो त्यही भएर। अनि गर्मी नि धेरै भइसकेको थियो। अनि कोकहरू अलि खाएँ, के खायौँ हल्का फल्का। अनि त्यसपछि चाहिँ हामी रुमतर्फ लाग्यौँ, धेरै राति भइसकेको थियो। अनि गएर खानाहरू पनि पकाउनु थियो। आजको लागि चाहिँ यति। भिडियो राम्रो लागेमा लाइक सब्सक्राइब गरिदिनु होला अनि फलो पनि गरिदिनु होला। थ्याङ्क यू।